साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ। 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। युनिटभन्दा बढी विद्युत युज गर्यो भने सरकारले चाहिँ 5% ट्याक्स लगायो भनेर मान्छेहरूले विरोध गर्न सुरु गरिसकेका थिए। किन गर्न सुरु गरेका थिए भने अब सरकारले आफ्नै देशमा विद्युत उत्पादन हुन्छ, त्यसमा पनि अब सरकारले ट्याक्स लगाउन थाल्यो। यो किन गर्न खोज्यो यस्तो भनेर हरेक मान्छेमा जिज्ञासा अनि भ्रम पनि धेरै फैलाइरहेको थियो। कारण चाहिँ के रहेछ भन्ने कुरो उहाँ बालेन्द्र शाहले एकदमै स्पष्ट पार्नुभएको छ। हो यस्तै जनताका सामुन्ने यो विद्युत यसरी 5% ट्याक्स लगाउनुको यस्तो मुख्य कारण यो हो भनेर कारणसहित गरिदिनु पर्यो कि नत्र देश साले